हामी चाहिँ अहिले शिवस्ताक्षी नगरपालिका 9 स्थित चिलागढ धाममा छौँ। यहाँको विशेषता र यहाँको पर्यटकीय स्थल भनेर यहाँ चिनिन्छ। यो एउटा ऐतिहासिक पनि ठाउँ हो। कतिपयलाई यो ठाउँको बारेमा थाहा नहुन सक्छ र यही ठाउँको हामी अवलोकन गर्न आज हामी यहाँ आइपुगेका छौँ र यहाँ यो ऐतिहासिक ठाउँको व्यक्तिहरूसँग पनि हामी थोरै कुराकानी गर्छौँ र यहाँ भ्रमणमा आउने हुने उहाँहरूसँग पनि थोरै हामी कुराकानी गर्छौँ। चिलागढ धामका यहाँ पुजारीजी हुनुहुन्छ, उहाँसँग छोटो कुराकानी गर्छौँ हामी। नमस्कार तपाईँलाई, तपाईँको आफ्नो परिचय खुलाइदिनुहोस् र यहाँको विशेषताहरू पनि थोरै भनिदिनुहोस्। हवस्, धन्यवाद। म चाहिँ भन्नुपर्दाखेरि अब यहाँको पुजारी, मेरो नाम चाहिँ नारद प्रसाद पौडेल। म चाहिँ अब 74 सालदेखि अब यहाँनिर यो पुजारीको रूपमा म पूजा गर्दै आइरहेको छु। त्यसै गरी यहाँको विशेषता चाहिँ बताइदिनुहोस् न। यहाँ कोही पनि भ्रमण गर्न आउँदाखेरि के विशेषता लिएर आउने? यो पर्यटकीय स्थल भनेर चिनिने कि यो धार्मिक स्थल भनेर कुन रूपले आउने? यो अब धार्मिक स्थलै भनेर चिनिन्छ यस ठाउँलाई चाहिँ। ऐतिहासिक तीर्थस्थल, धार्मिक तीर्थस्थल चिल्लागढ धाम भनेर भनिएको छ। अब यहाँनिर पोखरी भरि हुन्थ्यो, पोखरीमा चराहरूले चाहिँ त्यो पत्ताहरू, पहिला एउटा पनि चराहरूले त्यो पत्ता रहन दिँदैन्थे। अनि त्यो चराहरू धेरै भएको कारणले पनि यस ठाउँलाई चाहिँ चिल्लागढ भनेर नाम रहेको छ। त्यसै भनेर अब यस्तै अब यहाँ सबै जात जातिका मन्दिरहरू बनेका छन्। यो भयो शिव मन्दिर, अनि जस्तै यता पूर्वमा अब के अरे राम सीता मन्दिर, त्यस पछाडि भगवती मन्दिर। सृष्टिदेखि यस ठाउँको सृष्टि नै उहाँ भगवती मन्दिर, यहाँ माता मन्दिर छ। त्यसदेखि उत्तरमा त्यहाँ ठुल्ठुला सखुवाका रुखहरू थिए, 2टा सखुवाका रुख थिए, त्यहाँ चमेरा पनि बस्थे। अनि त्यस ठाउँको फेदमा चाहिँ, त्यो रुखको फेदमा चाहिँ देवी हुनुहुन्थ्यो। त्यहाँनिर उहाँ माताहरू देवी मान्नुहुन्थ्यो। त्यही ठाउँमा अहिले त्यो रुखहरू मासेर अहिले देवी थान बनाएको छ, देवी मूर्ति स्थापना गरेको छ। र सिधै आएर अनि फेरि पश्चिम उत्तरमा त्यहाँ सत्यआमाको मन्दिर छ। अब हामी चारैवटा मन्दिरमा 4 जनै पुजारी छौँ। यहाँको स्थान के अरे, यहाँको यो जुन स्थानीय ठाउँ चाहिँ अति रमणीय ठाउँ छ। रमणीय ऐतिहासिक पनि हो यो ठाउँ। अहिले त झन् पार्क जस्तै पनि बन्द रहेछ, पार्क जस्तै पनि बन्दैछ, पनि वातावरण बन्दैछ। पछाडि गएर यस ठाउँलाई चाहिँ 4 धाम बनाउने योजना पनि यहाँ माताले भनिराख्नु भएको छ। सायद भगवान्ले रक्षा गर्नुपर्ने हुन पनि सक्ला। अनि अति महत्त्वपूर्ण छ यो ठाउँ। अब भ्रमणकै क्रममा छौँ। यहाँ हामी घुमिराख्दाखेरि यहाँ हेर्नु सक्नुहुन्छ एउटा पार्क जस्तो पनि छ। यहाँ एउटा फोटोसोटो खिच्ने ठाउँहरू छ। यो ऐतिहासिक ठाउँ मात्रै नभएर एउटा रमणीयको वातावरण पनि छ। यहाँ रमाइलो गर्न घुम्नको लागि र जो आस्था लिएर आउनुहुन्छ उहाँहरूको लागि पनि यो ठाउँ हो। र कोही फ्यामिलीसँग रमाइलो गर्न अलिक पिसफुल शान्त ठाउँ खोज्दै हुनुहुन्छ भने यो ठाउँ पनि तपाईँको लागि अति उपयुक्त हुनेछ। गरी चिलागढ धाममा हामी यहाँ अवलोकनकै क्रममा छौँ। यहाँ मेरो पछाडि महागुरु फाल्गुनन्द लिङ्गदेनज्यू हुनुहुन्छ। उहाँ हाम्रो नेपालकै यो राष्ट्रिय विभूति, 16औँ राष्ट्रिय विभूति हुनुहुन्छ। उहाँको पनि स्तम्भ यस चिलागढ धाममा रहेको छ। हामी अहिले मौलिक घरमा छौँ। यो घर मलाई आउँदैदेखि एकदम आकर्षण गरिरहेको थियो। यो घरले हेर्दै पनि एकदम सौन्दर्य, पुरानो घरहरू चाहिँ यस्तो हुन्छ भनेर यो एउटा पुरानो इतिहासलाई दर्शाउनको लागि यो घर चाहिँ बनाइएको रहेछ। यहाँ एकदमै मौलिक, हेर्दै मौलिक यो ढोकाहरू। यो चाहिँ मलाई जहाँसम्म लाग्छ यो सिगम साकमाको चिनो हो र यो ढोल हो। यिनीहरूले चाहिँ गर्दा यो लिम्बू, राई लिम्बू, किराँती धर्मको घर जस्तै छ। यो चाहिँ हेर्नु सक्नुहुन्छ, एकदमै राम्रो छ। यहाँ घुम्न आउनुहुने यहाँ दाईहरूसँग थोरै कुरा गरौँ। दाई दिदीहरू हुनुहुन्थ्यो। नमस्कार। नमस्ते।
कहाँबाट आउनुभएको तपाईँहरू? हामी चाहिँ सलकपुरदेखि आएको। सडकपुरदेखि। यो ठाउँ पहिला पनि आउनुभएको हो कि होइन, फर्स्ट टाइम हो। फर्स्ट कति हो? हजुर, कस्तो लाग्यो त चिलागर धाम? एकदम राम्रो छ होइन, सबैतिर होइन, सब जात जातिकै सबै मन्दिरहरू छन् है, एकदम राम्रो छ। शान्तमय छ। हजुर, एकदम शान्तमय हावा होइन, वातावरण सबै एकदम राम्रो रहेछ। घुम्नको लागि मात्रै नभएर यहाँ चाहिँ एउटा आस्था लिएर आउँदाखेरि आस्था लिएर आउँदा पनि त्यसको लागि पनि छ रहेछ। एउटा पर्यटकीय स्थलको रूपमा पनि यो ठाउँलाई लिन सकिन्छ है। एकदम मजाले जे होस् तपाईँलाई आउँदा चाहिँ एकदमै रमाइलो र एकदम आनन्द है, आनन्द मजाले राम्रो हावा वातावरण एकदम राम्रो रहेछ है। हुन्छ भन्दैछ। आज मसँग यहाँ सहकर्मीको रूपमा आउनुभएको मेरो साथी, यहाँ काली साथी हुनुहुन्छ। अनि यहाँ घुम्दाखेरि तिमीलाई कस्तो लाग्यो? एकदमै दामी होइन, एकदमै धार्मिक स्थल र एकदमै नयाँ नयाँ विकास हुँदैछ। यहाँ पनि पण्डितहरू पनि हुनुहुन्छ, हजुर मजाले बोल्यौँ सबैसँग। र अहिले यहाँ पर्यटकीय क्षेत्र पनि रहेछ, यसो सुविधाहरू पनि रहेछ पिङको। अनि हाम्रो दाइसँग यसो आइदिएको दाइको यहाँ पिङ पनि हामी खेल्दैछौँ होइन। यो यहाँ आएको आनन्द त लिनै पर्यो, त्यसको लागि हामी यहाँ थोरै झोलो झोल्दैछौँ। हस् त, धन्यवाद। धन्यवाद है सबैजना। चिलागर धाम जुन एउटा ऐतिहासिक धाम रहेको छ। यहाँ आउँदा हामीलाई एकदमै रमाइलो, घुम्ने वातावरणहरू हेर्दा, यहाँको स्थानीय पुजारीसँग पनि कुरा गर्दा र यहाँ घुम्न आउने व्यक्तिहरूसँग पनि हामीले थोरै अन्तर्वार्ता लियौँ। उहाँहरूले पनि यहाँको बारेमा एकदमै राम्रो प्रतिक्रिया दिनुभयो। तपाईँहरू पनि यो चिलागर धाम घुम्नलाई एउटा ऐतिहासिक धर्मस्थल भनेर तपाईँ आस्था बोकेर आउनुहुन्छ भने तपाईँको लागि पनि यो एकदमै राम्रो ठाउँ रहेको छ। यहाँ आएर तपाईँले पूजापाठहरूदेखि लगायत आफ्नो फ्यामिलीहरूलाई लिएर आएर यहाँ घुम्नु सक्नुहुनेछ। यहाँ मेरो पछाडि एकदमै राम्रो यहाँ बनाइएको छ। यहाँ तस्बिरहरू पनि एकदमै राम्रो आउँदो रहेछ। यो पर्यटकीय स्थललाई कतिजनालाई थाहै छैन यो कहाँ छ भनेर। यो चाहिँ शिवताक्षी नगरपालिका वार्ड नम्बर 9 स्थित रहेको छ। यहाँ माइदारबाट पनि तपाईँहरू आउनु सक्नुहुन्छ भने यता ब्याङडाँडाको बाटो भएर पनि तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँ आएर भिजिट गर्नुहोला। यो हाम्रै ठाउँ हो, यसलाई प्रमोट गर्नुपर्छ भनेर मैले आज यहाँ सानो भिडियो बनाएको थिएँ। यो भिडियो तपाईँलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।